कृपया आफ्नो परिचय दिनु होला। धन्यवाद। मेरो नाम राजेन्द्र कुमार खड्गा, रुद्र भनेर चिनिन्छु म है। अनि मेरो घर गङ्गादेव गाउँपालिका वडा नम्बर 3 उयापानी। अनि मेरो व्यवसाय भनेको व्यापार खड्गा सप्लाई छ हैन। अनि यसको हजुर त्यसको म्यानेजिङ डाइरेक्टर हुनुहुन्छ हैन? म्यानेजिङ डाइरेक्टर राजेन्द्र कुमार खड्गा छ। रुद्र भनेर चिनिन्छ हैन? हजुर यहाँसम्म पुग्न हजुरले पार गर्नुभएका चरणहरू तपाईको बेसिक लेभलदेखि यहाँसम्म हजुरले कसरी यहाँ यो स्ट्याटससम्म बनाइसक्नुभयो भन्ने कुराको ब्रिफिङ हजुरले दिनु होला आफ्नो तर्फबाट। मेरो शैक्षिक योग्यता यस प्रकार छ। अनि मैले 1 देखि 8 सम्म यो सिद्धार्थ मावि भोटबाट पास गरेको। अनि 9 देखि 10 सम्म श्री महेन्द्र मावि पिउलाटाबाट उत्तीर्ण गरेको। अनि एसएलसी कटाइसकेपछि कक्षा 11 र 12 मैले जनकल्याण क्याम्पस थानाबाट उत्तीर्ण गरेको है। अनि मेरो शैक्षिक योग्यता पनि 30 सम्म छ। हजुर। अनि मैले यो काम गर्नको पहिलेबाट सुरुवातको कुरा मैले पहिला लेबर गरेँ। लेबर गरिसकेपछि अनि अनुभव गरेँ के अरे सही पनि बचाएर राम्रो होला भन्ने पनि गरियो। अनि उहाँका दाइको होटलमा पनि मैले भाडा बजेर गएँ। यो शैली बचाउनु भए धेरै राम्रो हुन्थ्यो होला, केही गर्न सकिन्छ होला पछि। हजुर हजुर। कालीगण्डकी होटलको कुरा गर्नुभएको उहाँले वा त्यहाँ उहाँले भाडा माझ्नु भएको अरे सुरुमा? भाडा माझेर मैले मात्रै त्यो पैसाहरूसँग गर्थेँ। 2-2.5 लाख रुपियाँ उगट्यो। त्यही बेलासम्म मैले 9बाट मैले लेबर गर्न लागेको हो। 9, 10, 11, 12 बजीसम्म मैले लेबर गरेँ। हजुर। त्यस पछाडि मैले त्यो गरिसकेँ 2.5 लाख मेरो बचत भयो। पढाइ पढी आफूले पढी लेखिन पनि बचत भयो। 2,50,000 बचेको थियो। हजुर। त्यस पछाडि मैले एउटा ट्र्याक्टर ठेक्कामा ल्याएँ। हजुर। ट्र्याक्टर ठेक्कामा ल्याइसकेपछि अब ट्र्याक्टरले बत्ती रहेछ भन्ने भयो। 2.5 लाख रुपियाँ त्यो बच्यो। हजुर हजुर। अनि त्यसपछि मैले एउटा ट्र्याक्टर किनेँ। हजुर हजुर। माधव रावत भन्नेको थियो एउटा ट्र्याक्टर, त्यो पल्टिएको थियो तल डाङ्गामा। ऊ पनि ट्र्याक्टर हुन पनि भएको थियो। त्यसपछि त्यो गाडी किन्नुपर्ने भयो बाटो। तब मैले पहिला पैसा अल्ता हालिदिएको थिएँ। हजुर। त्यस पछाडि ट्र्याक्टर किन्यो। ट्र्याक्टर किनिसकेपछि 1-2 वर्षसम्म त्यो चलाइयो। अनि 69 सालबाट ल त अब ठिक छ ट्र्याक्टर पनि किन्यो। अब व्यापार सुरु गऱ्यो। हजुर हजुर। व्यवसाय अब सप्लाइज गर्न लाग्ने भयो। मैले एकैछिन त्यहाँ गएर म बसेर मैले व्यवहार गरिनँ। अब सप्लाई गरेपछि गाउँमा हिँड्नुपर्ने, भाङहरू खरिद गर्नुपर्ने, अनि टिम्बुर भाङहरू खरिद गर्ने। त्यसपछि बढ्दै जान लाग्यो। अनि पछि त्योभन्दा पछाडि व्यापारहरू सुरुवात हुन लाग्यो। कहिले घाटा हुन कहिले नाफा हुन्छ यो व्यापारको कुरामा। अनि घर गई गाउँघरतिरै जतासुनी एउटा मेरो मार्केट बन्न लाग्यो। हजुरले यो कतै गएर तालिम लिनुभयो कि आफै गर्दै सिक्दै हिँड्नुभयो? अगाडिबाट त्यस्तै मैले यस्तो गरे हुँदै जान्छ, यस्तो गरे हुन्छ भन्ने आत्मनिर्भरलाई अगाडि बढाउँदै मैले तिनी सङ्घर्ष कुराहरू यस्तो कसैले मलाई लेबर गर्ने बेला पनि अभिनय गरे। हजुर हजुर। लेबरबाट कुच्चो यस्तै लेबर किन गर्छौ कुच्चो भन्ने पनि नाम थियो कि मेरो नाम। हजुर 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 हजुर। कुच्चो भनेर अभिनय गर्ने। लेबर किन गर्छस् त? हजुर। मान्छेले लेबर किन गर्छस् भन्ने कुराहरू पनि गर्छ। ल ठिक छ म गरिहाल्छु। माइक अलिकति नजिक लाग्यो। म गरिहाल्छु, लेबर गर्छु, म केही छैन। एउटा सङ्घर्ष गर्नुपर्छ। पछिको दिनमा केही सुख पाइएला, केही राम्रो कामहरू होला भनेर मैले त्यो गरेको। अनि हजुरले यो बिचमा हजुरलाई धेरै सहयोग गर्ने, हजुरलाई पर्दा पछाडिबाट सहयोग गर्ने, हजुरलाई सल्लाह सुझाव दिने मान्छे मेन्टर कोही हुनुहुन्थ्यो? मेन्टल दिने त कोही हुनुहुन्थ्यो। मैले आफ्नो तरिकाले नै अगाडि बढाउँदै स्वतस्फूर्त गर्दै सिक्दै। हजुर। असाध्यै राम्रो, असाध्यै मिठो धुनबाट, प्र्याक्टिकल सेसनबाट पनि उहाँले आफ्नो प्रस्तुति राख्नुभएको छ। अब यही तपाईँको करियरको अनुभव र अनुभूति सुनाइदिनु हुन। यहाँले अघि भनेअनुसार मैले लेबर काम पनि गरेँ, मैले होटलमा भाडा पनि माझेँ। त्यो गर्दै जाँदा 2-4 पैसा कलेक्सन गर्दै जाँदा यताबाट हुँदो रहेछ भन्ने खालको परिसकेपछि आफै स्ट्रगल गर्दै अगाडि बढेँ भनेर जुन अघिको अनुभूति सुनाउनु भयो, यसलाई हजुरले ती विविध क्षेत्रमा पार गर्नु परेका चरणहरू, तपाईँले तल्लो लेभलबाट गर्नु परेका स्ट्रगलहरू र अहिले तपाईँले जसरी यो होम डेलिभरी कन्सेप्टलाई पछिल्लो समय लागू गर्नुभएको छ, घरमै चामल लिएर छोड्नुहुन्छ, घरमै नुन लिएर तेल लिएर छोड्नुहुन्छ। आजभोलि मान्छेहरू धेरै जसो बाटोमा हामी चामल बोकेर हिँडेको मान्छे धेरै देख्दैनौँ। यसको सुरुवात तपाईँले गर्नुभएको छ। यसर्थ तपाईँको करियरको अनुभव र अनुभूति सुरुवातदेखि नै हजुर जति बेला पल्लीदारको कुरा सुरु गर्नुभएको थियो त्यसरी नै सर सुनाइदिनु होला कृपया 5 मिनेटमा।
धन्यवाद। मैले सानसानैबाट गरेको कुरामा यस्तो छ, घरको 1देखि 3सम्म अथवा 4-5सम्म त पढ्दै लेख्दै घुम्दै अथवा ग्वाला जाँदै अनि त्यो ग्वाला जाने अनि सधैँ बिहान अनि बिहान के अरे 10 बजीदेखि 4 बजीसम्म स्कुल आउने त्यस्तो गरिन्थ्यो। अनि त्यस पछाडि 5-6मा पढ्ने बेलामा स्याउला जान मन लाग्यो। स्याउला जान मन लागिसकेपछि के अरे 6 बजे के अरे 6मा पढ्ने बेलासम्म मैले स्याउला जान मन पराएँ। ठुल्ठुला रङ्गियाहरू बोकेपछि मस्तै स्याउला आउने रहेछ, राम्रो हुने रहेछ भन्ने मूल्याङ्कन गर्दाखेरि पछि त्यस पछाडि स्याउला ल्याइयो 6 र 7मा पढ्ने बेलासम्म। अनि त्यस पछाडि डोको बुन्न पनि सिकेँ मैले है, डोको बुन्न सिकेँ। स्याउला बोक्नलाई त डोको चाहिने रहेछ भन्ने सोच भयो। त्यही भएर ठुलो रङ्गिया बुन्न भए आउनु भन्ने हुन्थ्यो। बुन्दा पहिला सिक्नुभन्दा पहिला सुन्ने उयो स्याउला पढ्नु भयो। ठुलै रङ्गिया ठुलो बन्ने कुरा भयो। सोचपछि त्यस पछाडि 7 पास गरेर 8मा गइयो। 8मा गएर कृपया अलिकति हल्ला अलिकति कम गरिदिनु होला। उहाँ महत्त्वपूर्ण व्यवसाय हुनुहुन्छ, जिरो लेभलबाट उठेर माथि पुग्नु भएको, यसर्थ हामी सुन्न पर्छ। अनि मैले सिद्धार्थमा 8मा पढ्ने बेला इन्डिया गएँ। इन्डिया पनि जानुपर्छ क्या भन्ने सोच भयो। इन्डिया गइएको सानो गर्ने बेला त के थाहा गर्ने हो न, सबैको हुलो लागेमा के अरे रोड लाग्यो। इन्डियामा जाने बेला गुम्बामा गइयो। के अरे असारको महिना गुम्बामा त्यो सेउ खरानी हुने रहेछ। त्यसपछि त्यो सेउ खरानी हुने बेला बिहान 6 बजेबाट दिनभरि बिहान 6 बजे 6:30 बजीसम्म सेउ तोरण गर्नुपर्ने रहेछ। अनि 6 बजीबाट फेरि राति 3 बजीसम्म काम गर्नुपर्ने भयो। ढ्यारी कति हुने भयो त्यत्रो काम गरेको जम्मा 200 रुपियाँ मान्छेको त के अरे 200 रुपियाँ हुने भयो। अनि त्यस पछाडि त्यो गुम्बामा गएपछि मेरा खुट्टाहरू पुरै मच्छरले खाएन, त्यो पुरै गल्नेसम्म भयो। यो ठाउँमा किनायो भन्नेसम्म भयो मलाई है। यो ठाउँमा किनायो भन्नेसम्म भइसकेपछि गुम्बाबाट अब अन्तजाम भन्नेसम्म भयो। खुट्टा मान्छे गलिकन कुइकन हत्ते भनेर चाहिँ मच्छरले खाइसकेपछि खनेर छ कि त्यहाँ। त्यसपछि हामी कोटखाई गयौँ। कोटखाई गएन 10-12 दिन त्यहाँ सेउ तोरण गऱ्यौँ। त्यसपछि घुम्यो के अरे त्यहाँबाट अलि माथि कठनाला भन्ने ठाउँ गइयो। कठनालामा पनि 10 दिन कति सेउ तोरण गरियो। त्योभन्दा पछाडि माथि खरकच्चादेखि माथि रुडु भन्ने ठाउँ छ, रुडु माथि चिरगाउँमा गइसकेपछि एउटा त्यहाँ 10 दिन गरियो। 10 दिन गरिसकेपछि ती गए बेला हाम्रा यो भिलेजले तेजबहादुर दाई त्यहाँ बित्नु भएको थियो। त्यहाँ पछि त्यहाँ गइसकेपछि घमुन्डा दाई पनि हुनुहुन्थ्यो। उता त्यो उतै बस्ने ऊ होइन 4-5 वर्ष उतै बस्नु भएको थियो है। त्यसको गरिसकेपछि त्यो बितिसकेपछि म आइसकेँ। हामी अब फर्कियौँ। उहाँले त्यतै दासर गर्नुभयो। अनि फर्किसकेपछि यो इन्डिया ठाउँमा आउनुभन्दा भोलिसम्म ढुङ्गो पल्टा खाने किरा खस्टा के आएन, रुपैयाँ आएन भने ढुङ्गो पल्टा खाने आयो है। त्यसबाट म इन्डिया छिरा पनि छुइनँ। हजुर त्यो गरिसकेपछि 8मा पढिसकेपछि अब चाहिँ यहाँ आइसकेपछि 9मा पढ्ने बेला 8 पास गरिसकेपछि पिउलाई त 9मा पढ्ने बेलासम्मबाट मैले गोल गर्न सुरु गरेँ। आफ्नै त्यसमा गएर हुन्थ्यो भन्ने सोच हो मलाई है। 9मा पढ्ने बेलाबाट पिउनेटा 9 र 10 पढ्ने बेला लेबर काम गरियो। लेबर काम गरिसकेपछि अनि यहीले किन लेबर गर्दा यार भन्ने अनुभूति भयो। म ठिक छ, म आफै पर्दैन, म गर्छु। घर बुवाले बुवाले कमाएको बुवाले दुःख गरेको पैसाहरू म खर्च गर्न चाहन्न। आफूले गरिसकेपछि राम्रो होला भन्ने सोचमा त्यो गरिसकेपछि 9 र 10 त्यहाँ पिउनेटाबाट पढियो। अनि 11-12 पनि त्यही लेबर गरेरै खर्च टालियो। त्योभन्दा पछाडि व्यवसाय अब ट्र्याक्टरको कुरा अहिले किनिसकेँ। ट्र्याक्टर किनिसकेपछि एउटा ट्र्याक्टर किनेँ। त्योभन्दा पछाडि एउटा ट्र्याक्टरले भ्याइनेहरू व्यवसाय गर्नलाई, सप्लाई गर्नलाई अथवा आलु ओसार बसार गर्नलाई, कोपीहरू गर्नलाई ओसार गर्नलाई अर्को ट्र्याक्टर किनियो। माथि गोपाल केसी हेर्नुहोस्, उनी अहिले बिग्रिनु पऱ्यो। व्यापारले मान्छेलाई घाटा पनि हुन्छ, माथि अगाडि बढ्न पनि सक्छ। एउटा आफ्नो एउटा दिमागले गरेर अगाडि बढ्दै गयो भने आफ्नो दिमागले राम्रो सोच्ने भने घाटा पनि हुनसक्छ, नाफा हुने हुन्छ। घाटा व्यवहार छोडेन भने त मान्छेको भविष्य बिग्रिने त्यही हो क्या। त्यस कारणले हामीले 2टा ट्र्याक्टर किनिसक्यौँ। अहिले मैले लगभग 10-12 जनालाई लेबरहरूलाई 1000 तरले पनि महिनामा 30,000 गरेर हाल्नुहोस्। 3 लाख महिनामा तिर्नुपर्छ लेबरहरूलाई, आलु भर्नको लागि, कोपी गर्नलाई। अनि
भाङ्गो टिमु जे भेन सब भर्नको लागि मैले 10 जनाले बदला आएको थिएँ यसपालि। अनि 2टा ड्राइभरहरूलाई 3 वर्ष मिलेर 40,000, 2टा ट्र्याक्टर ड्राइभरहरूलाई 40,000 हेर्नुहोस्। अनि खलासीहरू कोही हुन्छन् तिनीहरूलाई सिक्दै रह गर्दै रह, तिनीहरूलाई 4-5 हजार रुपियाँ त्यो दिने हुन्छ। त्यही भएर अगाडि बढ्न मान्छेले एउटा भन्छ नि ओहो दुःख मिहिनेत गर्न हुन्न यस्तो गर्नुहुन्न भन्ने हुन्छ नि, तर मिहिनेत गरेपछि मान्छे फल पाइन्छ। सङ्घर्ष गर्नुपर्छ। भाइ बहिनी विद्यार्थीले मैले सुनाउन चाहन्छु, राम्रो सङ्घर्ष कसैले झैझगडा नगर्ने, राम्रो आत्मनिर्भर गर्ने। मलाई कसैले अभिनय गर्थे लुट्दिए पनि भन्ने, उसलाई अभिनय गर्ने मलाई किन भन्छ ठिक छ भला तिम्रो रौ भन्ने पनि हुन्थ्यो कि मलाई अभिनय गरेपछि ठिक छ, मैले कसैले झैझगडा पनि गर्न चाहेन। के अरे झगडा गर्न हुन्न है, राम्रोसँग गर्नुपर्छ, राम्रोसँग बस्नुपर्छ, राम्रोसँग व्यवसाय गर्नुपर्छ भन्ने मेरो धारणा सबैलाई म सिकाउँछु। तपाईँको आम्दानी कसरी हुन्छ र कतिसम्म हुन्छ एमाउन्ट बताउन मिल्छ भने सङ्ख्यामा बताइदिनु होला। मेरो आम्दानी महिनामा कति बच्चा भनेपछि मैले हिसाब गरे अनुसार लगभग सबैलाई यत्रो लेबरलाई अनि ड्राइभरहरूलाई दिने बेला यो आलुको सिजनमा यसपालि लगभग 7 देखि 8 लाखसम्म बचिया छ महिनाको। नै यो 4-5 महिना 4-5 महिना हो त्यो गरिरहेको छ। पोहोर साल घाटा लागेको 8 लाख रुपियाँ लगभग सरदर मेरो 1 लाख रुपियाँ महिना मात्रै हराउँदैन। ए हजुर मेरो हजुर। अनि कहिले कसरी हजुर कसरी भन्दा अब व्यापार व्यवसायमा 1 रुपियाँ प्लस गर्दै बिक्री भयो भने राम्रो आम्दानी उड्दै गयो भने हुने हो। अब त्यही 1 रुपियाँ पनि भएन, आलु पियो भने त सकियो नि। यहाँ आउनुभएका विद्यार्थीहरूलाई के रहन्छ, अभिभावकलाई के रहन्छ र शिक्षकज्यूलाई के रहन्छ छोटोमा प्लिज। विद्यार्थी भाइ बहिनीहरूले के गर्नुपर्छ भन्ने कुरामा मैले 1 देखि 3 मा पढ्ने बेलासम्म कालो पाटी भन्ने हुन्थ्यो एकताको कालो पाटी र एउटा थैलाको ब्याग बनाइदिनु भएको थियो मैले। त्यसमा कालो पाटी ओरेन एउटा पोलिथिनमा फेरि मही र मकै रोटीहरू पनि हालिदिनुहुन्थ्यो है। त्यो भनेको अर्ग्यानिक चिज हो, यस्तो खानुपर्छ अनि अरू चाउचाउ बिस्कुटहरू खानुहुन्न भन्ने कुरा हुन्थ्यो है। अनि त्यसपछि त्यो चाउचाउ बिस्कुटहरू किन खानुहुन्न भने रोग लाग्छ अनि बिमारी भइन्छ भनेर त्यही बेला चासोमा गरिदिनु। चाउचाउमा प्रायः जस्तो खाँदै खाने मैले पहिलेदेखि अनुभव गरिसकेँ त्यो चाउचाउमा खाँदै खाने। भाइ बहिनीहरूले जङ्क फुड चाउचाउ बिस्कुटहरू नखाइदिनु होला भन्ने मैले अर्को गरेँ भाइ बहिनी विद्यार्थीहरूले है। अनि त्यस पछाडि विद्यार्थी भाइ बहिनीहरूले अनि मोबाइलमा अहिले फ्री फायर खेल्ने चलन छ। फ्री फायर खेलिसकेपछि तिनीहरूको आँखा कुर्दुर भ्या देखिएको छ होइन, तर मोबाइल नचलाइदिने, बरु पढाइमा ध्यानपूर्वक जाने, अगाडि के गर्नुपर्छ आम्बुवाले भनेको मान्ने, अनि अगाडि कस्तो तरिकाले आफू विषयवस्तु केन्द्रित भइदिनु होला प्लिज। विषयवस्तु हजुर विषयवस्तु त त्यही त विद्यार्थीहरूले राम्रो विषयगतहरू राम्रो प्रगतिहरू अगाडि बढ्दै जाने भने हामी के गर्नुपर्छ कस्तो गर्नुपर्छ भन्ने सिक्दै जानु पऱ्यो है। अनि शिक्षकज्यूहरूले हजुर अभिभावक कुराको भन्छु, अभिभावक कुराहरू त विद्यार्थीहरूलाई राम्रोसँग घरमा सधैँ बिहान गए बेला यस्तो काम गर्नुपर्छ उस्तो काम गर्नुपर्छ अथवा दाउरा ल्याऊ स्याउला ल्याऊ है। हजुर 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 धन्यवाद।